एउटा ज्वाइँ भइदियो भए त हामीले त देखिहाल्थ्यो नि के गर्नु जात भातको मम्मी यतापट्टि बस्नु त मम्मी तपाईँ यतापट्टि बस्नु तपाईँको नआए नभइदियो राजाले त पैसा राखेको ढोक पनि पहिला बुढीले राखिदिनु न अनि अब बुढीले लगाइदिनु अनि यता ढोक राखेको हिजो जितेको पैसा हुँदैन मम्मी फर्काउँदा जान्छ जागिर खाने मान्छेलाई के छैन नि त होइन त अहिले पो छैन बुजुर्गीको खुवालो के गरी खाने कि अब कसलाई दिन्छ हेर आमालाई दिनु पर्यो आज त मैले के गर्नु चाहिने कुराको गर्छ अहिले शान्तिले पनि ए बा हजुर मलाई हालमा भाग्नेलाई एक दुई कल गर्नु अनि गर्न छोडेको थियो
आशीर्वाद गर्दै गाडी पोकाउँथ्यो राजन हामीले पैसा दिनुपर्छ भोगाउनु पर्छ त्यसले भोग पैसा राख्छ अनि भाइटिका लगाएको पैसा भोग उसलाई पो दिने त मैले बुहारी राख्ने मैले दिने होइन उसले पनि ढोगेर यसलाई चाहिँ निरोगी भए माया गर्नु बाबु जस्तो नरिछाउनु है मम्मी बाबा जस्तो फुपूलाई माया गर्नु ल फुपू हामीलाई माया गर्छ है छानाले अघि सानीलाई चाहिँ दिन्छु ल भरे त हो त्यसलाई त दिन्न खुट्टा दुख्यो तपाईँले